हुन चाहिँ यसको पहिलाको डेको मिनी 7 वायरलेस पनि थियो, तर त्यसमा चाहिँ 5G ब्लुटुथ चाहिँ थिएन। अब यसमा चाहिँ हजुरको 16K प्रेसर, त्यसै गरी यो V2 एडिसनमा हजुरको लागि आएको छ। यसभित्र के आउँछ हजुरहरूको लागि म खोलेर देखाउँदैछु। ओ खतरा स्टिकर आउँदो रहेछ यसमा। नाइस। ओके, यसभित्र के आउँदो रहेछ त, लेट्स सी। ओके, सो एडाप्टर आउँदो रहेछ। निप्स, एक्स्ट्रा निप्स आई गेस कतिवटा छ सर? ल ब्लुटुथबाट कनेक्ट भइहाल्यो। यसरी वायर पनि आउने भयो। तपाईको निप, यो निप रिमुभर भयो। तपाईको OTG एडाप्टर टाइप सी, एक्स्ट्रा निप्सहरू, यो स्टाइलस, अनि हजुरले केबल युज गरे पनि भयो, नगरे पनि भयो। ओके, मलाई चाहिँ इन्ट्रेस्टिङ यो स्टिकर लागिरहेछ। सो तपाईँ डिजिटल आर्ट गर्दै हुनुहुन्छ भने दिस क्यान बी लाइक तपाईँलाई राम्रो हुनसक्छ। हजुरहरूले देखिहाल्नु भयो डेको मिनी 7 V2 वायरलेस मोडेलमा भित्र के पाइन्छ। अब यो लगायत यस्तै धेरै मोडेलका ब्लुटुथ मोडेल अरू वायरलेस मोडेलहरू र अरू थुप्रै किसिमको ग्राफिक ट्याब्लेटहरू खोज्नको लागि कहाँ जाने र कहाँ किन्ने भनेर मैले भनिराख्नु परेन। हजुर आउने याला मार्टमा। थ्याङ्क यू।